नेपाल आइपुग्यौँ है। नेपाल पस्यौँ है हामी। अब कति राम्रो घर उता घर कि उयो पो रहेछ आश्रम। नेपाल हो नेपाल हो। यसो गर्छ नि आप भाङबारी अघि चाहिँ भाङबारी नभन्नु आएर अहिले चाहिँ हामी शनिचारीमा छौँ है। शनिचारीमा हामी अहिले भाङबारी आइपुग्यौँ। भाङबारी आइपुग्यौँ। फापरबारी उतापट्टि मकैबारी। रुद्र दाजु होइन उयो रुद्र दाजु होइन। अनि 3-4 ठाउँ खोज्दाखेरि राम्रो बल्ल बल्ल एउटा पाएँ। एउटा तलतिर उता भद्रपुर जानेपट्टितिर रहेछ कि त्यहाँ चाहिँ गाँटहरू पनि छोड्नु न म गर्छु त आएर सबै नाना फेरि आन्छ जाइन। ओ ओ यो बाटो त कति चाहिँ हिँड्यो है। हाम्रो आप्पा आमाहरू सञ्चारी जाँदा हामी खालि मुरैको डल्ला पर्खिने बाटो यही हो। छैन नि अहिले त पानी नै छैन। हामी उयो के अरे लुकीचोरी खेलेको डाँडा यही हो। डाँडा हाम्रो डोको चप्पर बगारी खोला पनि यही हो। दाउरा बगाएर ल्याउने खोला हामी खेलेको खोला। ए बोल्नु त साह्रो खेल्नुपर्छ भाइ। हामी त धेरै छौँ खेलिहाल्छौँ। यहाँ बल्लमा अलिक बल्ल अलिक गर त्यही कुदेको बाटो लगेर मात्रै छ। त्यस्तो भएछ।
त्यही त हो नि। आजकल त साँच्ची खोला नआउँदो रहेछ नि त। साँच्ची नै खोला त छैन। अहिले साथ किनभने आउँदैन त्यो पारीभित्र हेर जङ्गल उम्रियो नि। नभए त त्यो त माटो पो त रातो माटो पो निक्लिरहेको छ। रातो माटो हुन्थ्यो त है यहाँ आमामा हाम्रो दसैँ तिहारको माटो यहीँ हुन्थ्यो नि पहिला। त्यहाँको बाँसबारी त सबै मसाएको छ त फेरि। बाँसहरू भित्रको छ होला त्यो थियो नि होला। त्यो रुखहरू बढेर नदी अब यहाँ यो के गर्नु? ला यहाँको बाटो त टिफरले बिगारेछ हौ। यो देवीसँगको पानी हो चिसो पानीमा स्विमिङ पुल ल्यायो मैले। हाम्रो ठुलो नुहाउने भन्नु पर्यो। पोखरी अब पोखरीको अहिले पनि त्यस्तै छ होला त्यहाँ माथि पनि पोखरी माछा पालेको छ। यो कसले बनाएको आन्टीले रोपेको तपाईँको? यो होइन हामीहरूले त यो कसको यो उतै अमेरिकाबाट पनि आएर चौतारा बनाएको यो अनि चौतारा बनाउँछ बर पिपल रोपेर जान्छ अनि यो यहाँको समितिले पनि रोपेर जान्छ। ए बाथरुमहरू मजाले बनाइदिएछ नि। अहिले त साह्रो राम्रो भएछ नि। हामी उयोहरू माथि डराउँथ्यो होइन मोमा प्लेन भइसक्यो। उयोहरू कम्ता मात्रमा थियो हामीले कस्तो अर्कै भएछ है। यहाँदेखिको अब पर हजुर यो पहिले आर्मी क्याम्प थियो। हजुर यो हाम्रो हो त। यहाँको बुङ्गर सबै हामीसँग छ। गुम्बाहरू माओवादीको क्याम्प थियो कि नेपाल आर्मीकै हो? नेपाल आर्मीकै हो क्याम्प। नेपाल आर्मीको क्याम्प हो यो पहिलेको अनि रेस्टुरेन्टहरू कहाँ थियो हाम्रो घर आपा? हाम्रो घर त अलिक उता पो त होइन अगाडि। माछा बेच्ने ठाउँ यतै होला यतै होला। हाम्रो यहाँ यो खा गुम्बा हेर्नु त आपा उयो त किरातको होइन उयो किराती होइन उयो किराती हो उयो हो प्याजको यो खै हो यो हो अनि उयो चाहिँ त्यो पनि यो पनि बनाएको थियो यो फागहरू कस्तो अर्कै देख्यो है। यत्रो बाँसघारी पनि थियो। हाम्रो त एकदम थियो। हाम्रो यता यहाँ तिमीहरू क्या गिटु खेल्ने छौँ यो रुखको फेद खालि होगेर दिने मान्छेहरू भलाएको बोट थियो नि भलाएको बोट त्यो उयो हो उतै हो होइन होइन नि झले छ छैन। त्यो भलाएको बोट अगाडि उयो थियो नि के अरे आमाहरूले टेलर गर्ने ठाउँ कुन हो त्यो? अक्सम्म कि के भन्छ नि उयो रहेछ उचा उतार एउटा के भनेको छ यो त धनियाँ के हो यो?
हाम्रो क्याम्प यता यसमा थियो। हाम्रो त यता थियो यता यहाँबाट यस्तो पस्यो नि बाटो। अँ अब त म चिन्ने रहेछ नि। चिन्दैन छ हेर्नु त्यो भित्रभित्र आँपको बोटहरू गुवाको बोटहरू हुन्छ बेल सबै के छ के छ सखको रुख बसाएर यो रुख लगाएको छ नि त। यो चाहिँ कहाँ यो चाहिँ चौतारा होला यहाँदेखिको उता चाहिँ उयो थियो जस्तो लाग्यो मलाई हामीले पिट्टु खेल्ने ठाउँ। यो चौतारा त मैले खै त हो। यो चौतारा हो कि उता हो यो रुखको झाँक मेरको घरदेखि तेर्सो आउने बाटो पो त यो। कुन चाहिँ उयो ठुलो रुख क्या हाम्रो घर त यहाँनिर पो थियो त। यहाँ थियो हाम्रो घर त्यहाँ बाँस पनि रोपेछ फेरि बाँस थिएन नि। थिएन त बाँस थिएन नि पछाडि रोपेछ। ए अनि हाम्रो घर अगाडि त ठुलो रोड थियो त अनि त्यो रोड पनि मासेको मास्यो नि अन्त त्यो त जोडलले सबै टोइलेटहरू उता थियो नि त। सबै प्लेन बनाएको नि त उनीहरूले सबै मसायो टोइलेटहरू। ए चिन्दैन रहेछ यहाँ अब छ भनेर नचिन्ने रहेछ नचिन्ने रहेछ। हाम्रो क्याम्प त यहाँ थियो नि। हाम्रो घर यहाँ कहाँ थियो घर खै त म त छिम्मा पनि सकिनँ। यहीँ त थियो त। यो रुख थियो झाँक्रीहरू घरदेखि यता त्यो कुइन्टलको पाकेको घर त्यो छेउको रुख पो त यो। जङ्गलले भएर होला रोड पनि छिट्टो आएको बाटो पनि छिट्टो आएको। अब बाँस थिएन बाँस त्यो घर खोइ जाएर स्टार्ट गर्नु नि गुवाको बोटहरू भित्रभित्र हाम्रो मेन घरको अगाडिको बाटो ठुलो अन्त त नि मैले आप्पालाई भनेको त नि आप्पाले होइन भन्छ त नि यो त। अनि यो चाहिँ कहाँ थियो कतिखेर थियो यो चाहिँ त्यो बढेको होला नि अहिले सानो थियो होला नि। यहाँ चाहिँ मेन बाटो थियो होला हौ। मेन बाटो यहाँ थियो नि त हाम्रो घर त उता हुन्छ नि। हाम्रो घर अगाडिको यस्तै फेरि बाटो यो हो ए यहाँबाट सिधै तल पानी कल छ नि त्यहाँ तल ए पानी कल त अझैसम्म छ। जाउँ न जाउँ पानी कल बाटोमा। यो हाम्रो घरको बाटो धारा धारा यहाँ छ अरे त्यो के त उता सन्जयहरूको घर अगाडिको। हाम्रो घरको बाटो त यो पो त आफै यो त ठुलो रोड पो थियो त है। जङ्गलले खायो नि। ए कति गुवाको बोटहरू पनि पुरा भएछ। दाउरा खोज्न ओर्न आउँछौँ। ए त्यस्तो रोड त यस्तो भएछ नि त ठुलो रोड थियो नि त यो। ए यही मेन हो नि त बाटो। ए उयो हो धारा अनि भनेपछि हाम्रो घर यतै थियो है। अनि धारा हाम्रो ए यहाँ थियो नि यहाँ सन्जयहरूको घर थियो। ए सन्जयहरूको घरमा चाहिँ बाँस झ्याङ भएछ। यो बुवा भएको उर्मिलाहरूको त्यहाँदेखि तारा आमाहरूको त्यहाँदेखि लस्करै थियो हाम्रो धारा पानी चन्दनहरूको। यहाँ त्यो घर चाहिँ कहाँनिर थियो? हाम्रो घर अलिक उता थियो यहाँ र सन्जयहरूको थियो अनि काकीहरूको थियो। साथीहरूको अनि हाम्रो ए हेर यो माटोको ढिपर चाहिँ पनि रहेछ यो हाम्रो धारा होइन यो। हाम्रो धारा अरे यो तपाईँहरूले पानी खाने धारा यी हाम्रो धारा यिनीहरू हो त्यो बुवा भएको ठाउँमा। यहाँ मुक्तिनाथको धारा हाम्रो पानी खाने धारा।
ल हिँड्नु बेबी उता हिँड्नु जाउँ हिँड्नु आउने ए यता नि बाटो छ नि त यहाँबाट हाम्रो स्कुल जाने बाटो थियो उता अनि यताबाट चाहिँ अर्को स्कुल जाने बाटो यताबाट जाने है हुन्छ यतैबाट जाँदाखेरि किन के छ त्यता घुम्ने ठाउँ छ नि घुम्ने ठाउँ छ अरे त्यता जो आऊ छोरी यता यता कान्छी बोक्नु होला यस्तो दाजु यता गाडी लिएर आउनु ल यहाँ चाहिँ हेर्न यता चाहिँ सानो स्कुल जाने बाटो थियो यता चाहिँ हाम्रो ठुलो स्कुल जाने बाटो यता चाहिँ 9 सम्मको थियो यता चाहिँ 10 देखिको होइन 12 सम्म कि कस्तो होइन यता चाहिँ ड्यामेज यता चाहिँ यसरी यता सेक्टर एफ थियो अनि यता सेक्टर ई थियो यो हाम्रो स्कुल जाने बाटो अहिले त गुवाहरू पलाउनु थाल्यो फल्नु थाल्यो अनि छैन त गुवाको बोट मात्र लामो लामो छ बहिनी अगाडि अगाडि अहिले म यहाँ दिदीसँग हिँड्नु के हो अहिले त यहाँ गरेँ फुल थाहा छ जाउँ भित्र कमी हुँदैन उनीहरू खानु बसिरहेको हुन्छ हामी चुस्दै अघि हामीलाई त ओर्फु लाग्यो हस्पिटल ए हस्पिटल यहाँ थियो ए खोइ हस्पिटल त यस्तो भएछ हेरेर हिँड्नु न बेबी खोइ यु गुड के भयो आँखा घोच्यो यसले त्यही भएर भनेको बाबाले बुई गर्नुहुन्छ होला आँखा घोचेछ बेबीलाई डन्टीले मैले त्यही भनेको यसरी हिँड्दाखेरि त लाग्छ यसको उयो कस्तो राम्रो हुन्छ नि अन्त फुल यस्तो रातो ग्रुप उयो हेर उयसको बोट पनि रहेछ यहाँ त त्यो उयो के अरे भ्याक्युम नलाउनु थियो भने त उयो हुन्थ्यो होला राम्रो राम्रो फुलहरू के हुन्छ किनभने कति छोडेको थियो उयो हेर रुखको उयो फुलको यस्तो जङ्गल छोडेर मान्छेले बसेको थियो नि पहिला आउँदा नि त यस्तै थियो यो चाहिँ कुन पानी धारा रहेछ हौ यो त उयसको होला स्कुल स्कुल छेउको होला उयोहरूको के अरे मदन सर मलाई त्यस्तै लाग्यो सेक्टर एफ सेक्टर ई हौ ए ईको असुरो थियो के गर्छ यसले चाहिँ यो दबाई हुन्छ भन्थ्यो ए त्यो त माथि उयसको सेक्टर बेबी स्टिकहरू यसरी निस्किरहेको छ यी अलि उयो पर हिँड्नु नि त राम्रो बाटोमा गाई गोरु चलिरहेको रहेछ यहाँ त राम्रो बाटोमा हिँड्नु ल उड्ने टाउ यो त बोकाउ कसको बोकाउ साह्रै ज्यादा चाहिँ यहाँनिर उयो रहेछ हौ अम्बक भइदिएको रहेछ होइन यिनीहरू अम्बक
यो त पछाडि बनाएको होला ए हाम्रो स्कुल त थियो यसरी स्कुल त त्यता थियो तर यो चाहिँ कहाँ थियो मैले त झिमाउनु सकिनँ त यो चौतारा कहाँ थियो ए यहाँ थियो उयो के अरे डिएमएस स्कुल अनि यता एसआर स्कुल थियो उयो र उयो छ नि त ऊ हामी खेलेको गोल खेलेको ग्राउन्ड त्यो त हामी गोल खेल्ने ग्राउन्ड ऊ तर यो चौतारा चाहिँ कहिले थियो चौतारा थिएन चौतारा पछाडि बनायो होला ए त्यो भएर त म यहाँ ठिमै सकेँ आपा चिन्नु यार यहाँ डिएमएस स्कुल थियो नि अनि यता एसआर स्कुल थियो नि पर टुप्पोमा यसरी स्कुल यो हो भने त नि यो हुनुपर्ने त हाम्रो मेन बाटो त नि होइन यो पनि बाटो हो यो पनि थियो यो पनि बाटो हो कि यो चाहिँ कताको बाटो थियो अन्त हामी स्कुलबाट के अरे स्कुल डिएमएस स्कुलबाट निस्किँदाखेरि यता जाने बाटो थियो नि के अरे उता के अरे एसआर स्कुल जाने बाटो जङ्गलको बाटो थियो नि अनि उता बस्तीहरू छ नि सुखानी जाने बाटो यता यो पनि हो यो पनि यो चाहिँ के त उयो गोल खेलाउँथ्यो नि यहाँ जहिले पनि हामी पुरा हिपी उर्रे गर्दा यहीँबाट गएको थाहा छैन यहीँबाट हो अर्को बेडाइको भनेर निकालेको यही स्कुल त्यही हो गाडी आउँदैछ है घुम्ने ठाउँ भएछ बिचारा दिदीलाई एउटा आन्टीलाई सोधेँ पहिला उयोहरू अम्बक त तर पाकिरहेको रहेछन् क्या आन्टी अम्बक खानु मिल्छ अम्बक खानु मिल्छ चोरेर खाएपछि मिल्नु र नमिल्नुमा कुरै आउँदैन दिँदैन अरे समितिले खाइस कस्तो राम्रो राम्रो छ अम्बक अनि कसरी चाहिँ खान्छ होइन भिडियो गर्न अघि गरिसकेको कति मजाले अम्बक परेको यो त हाम्रै घरको होला भन्दै हाम्रै घरको यो खाइहाल्छ साह्रै छ यहाँ भन्दै रुने बेला भयो त उयो छ त यहीँ रहेछ उयो एउटा पाकेकै छैन तर पाकेको त अलिक माथि उसो यता यत्रो हुन्छ पर्दैन यत्रो लामो नगर्नु उयो हेर्नु कत्रो कत्रो अम्बक रहेछ उयो हेर ऊ चमेराले पनि खाइदिएको रहेछ चमेराले पनि खाइदिएको रहेछ यहाँ त यो त हाम्रै घरको होला भन्ने हाम्रै घरमा यस्तो बयर फळे थियो भन्नु नि अन्त त हो गुड पाउरोटी फ्याक्ट्री ए यहीँनिर त्यो पाउरोटी फ्याक्ट्री हो यहाँ बजार हो यो बाङ्गे बजार हो त नि यो बाङ्गे बजार होइन यहाँबाट त पहिला त क्याम्पमा त माग्यो भने टाढो लाग्छ आज एकैछिन ए नि पानी ट्याङ्की यहाँ रहेछ यो बर पिपलको बोट यहाँ चौतारा थियो जस्तो लाग्छ त मलाई त बर पिपलको छेउमा ए यता रहेछ बर र पिपल यहीँबाट त गएको हो हामी आइएमको गाडीमा पानी ट्याङ्की रासिन गोदाम
माइधारा माइधारा यस्तो अड्केको दाउरा भेट्दा पनि हामी कति खुसी भएर लान्थ्यौँ झोलाले बगाएको यस्तै दाउरा त खोज्नु जान्थ्यौँ नि हामी है लामो छ यो माइक Western dance Gamak Bazar oh जाउँ उता चटपटेहरू खाने यताउता बजार घुम्नु नि ऊ यहीँ त रन्जु यहीँ ऊ के भनेको बिस्कुट हेर्न बिस्कुट ल्याउन कतिको पाउँछ चटपटे पाउँछ कतिको पाउँछ होला 50 50 10 आमा चटपटे खाने आपा 3 जना बिल्डिङको ग्रेस चर्च हाम्रो कमल दादाहरूको चर्च ग्रेस हिलिङ चर्च बोकोटेको बिल्डिङ 2 हो बिल्डिङ 2 यही रोड गएको गर्नुपर्छ हामी तपाईँ त्यही भएर मार्क्स ल्याउनु थियो नि मार्क्स खोइ निकै रहेछ नि घरहरू त अझै कतिवटा छ होला टोटल पपुलेसन चाहिँ 7,000-8,000 जस्तो छ ए अझै 7-8 हजार छ यता आउनु दादा पथरी र बिल्डिङ गरेर 7-8 हजार ए हामी हिजो पथरी पनि पुग्यो नि खुद्नाबारी पनि कोठेबारी सानो छ नि छैन केही छैन रासिन पठाउनु भइगयो सब्जीहरू पनि दिन्छु रासिन दिँदैन कति भयो नदिएको रासिन हो नि 6-7 वर्ष भयो नि ए हो र दोकान थाप्दै क्या मिस्त्री काम गर्छ त मिस्त्री कहाँनिर यहीँ नजिकै कि जानुपर्छ हजुर होइन काम गर्नु दादा काम गर्नु त क्याम्पभित्र भयो भने क्याम्पभित्र गर्दा पनि भयो अनि क्याम्पले के हेर भने यता दमकतिर जानु पर्यो दमकतिर क्याम्पभित्र काम पाउँछ क्याम्पभित्र पनि पाउँछ
मधुमलातिर कि मधुमलातिर जानु पऱ्यो तिमी चाहिँ के काम गर्छ म त अब केही गरेको छैन त्यतिकै बसिरहेको छु चामलहरू पनि दिँदैन अरे छोड्यो नि सबै कटा त्यस्तो राम्रो प्रोसेस हुँदा हुँदो प्रोसेसलाई ध्यानै नदिएर जम्मै बिगारेको नि जम्मै अब मान्छे यति बेला एटिएमको मान्छे अहिले प्रोसेस खोज्नको लागि यो मान्छे रातभरि सुत्दैन सबै प्रोसेस हाल्छ थाहा छ यो चाहिँ बेलडाङ्गी 3 हो बेलडाङ्गी 3 मा चाहिँ साह्रै कुकुर रहेछ है आम्मामा ती 3वटा हाम्रो बडी गार्डहरू हामीलाई डोराएर लगेको अरे यहाँनिर आप्पा र दादा आउँदै रहेछ आम्मामा के साह्रो कुकुरहरू सबै घरमा छ त कुकुर त कसको घर होला यो कसको घर होला यहाँ आम्मामा खटर त तिमीहरू त कति ज्ञानी हो चुपचाप लागेर हिँडिरहेछ त ओ चुप आइज खैरे काले यिनीहरू त कति ज्ञानी रहेछ नि कति मजाले हिँडेको चुपचाप लागेर साथीहरू कराउँदा पनि नकराइकन जाइरहेको साथीहरू त कति राम्रो रहेछ नि दे डोन्ट बार्क अनि घरमै काम खेतीहरू हुन्छ दुईजनाले भ्याउँदैन कोही बेला त जान भ्याउँदैन उता म मात्रै जान्छु कोही बेला म पनि भ्याउँदिनँ आज चाहिँ 4 खोज्नु जान्छु रखातिर भन्दै थियो गयो कि फोन गर्दा लाग्दैन सिरिसको बोट त्यतिको त नर्मली हो मान्छे जस्तो जान्दिनु जस्तो घर बनाएको बाहिर पनि किनेर बनाउनु उयो रातो रङ लागेको चाहिँ मेरो माइत हो कास्टरको घर चाहिँ यो बाटोबाट जान्छ यो घर हो ए हुन्छ धन्यवाद ओफ के सुन्दैछ तिमीहरूले गर्मी भयो ओफ यहीँदेखिको हेर यिनीहरू त हामीलाई नै पछाडि आइसकिसक्यो खोइ हामी बाटो डोरेको छ भने त अगाडि अगाडि गइरहेको छ जाइरहेकोलाई हेरिरहेको छ पास्टरबाबुको घर अरे ए यो हो कि कुनै खेले सबैभन्दा सानो हाम्रै होला हौ क्याम्प कुद्यो भने त नि यहाँ त कुकुरले पछ्याउँछ त तिमीलाई बोडी ओ रन्जु धन्न धन्न हामी झन् अझै पहिला हाम्रो कुकुर नमरिकन हामी गएको थियो भने त पास्टर बाउहरू भन्दा अगाडि हुन्थ्यो हामी 2008 तिरै होला त्यतिखेर म गएको पढ्नु पनि पाउँथ्यो अहिले पनि पढ्नु पाउँथ्यो कि यसको सर्टिफिकेट नभएर पो त
ओइ ओइ बहिनीलाई म बा डक्टर हुन्थेँ यतिखेर हुन्थ्योस् होला नि अनि नर्स हुन्थ्यो होला पढ्नु पाउँदैन नपाएर त पढ्नु नपाएर होइन तिमीहरूकै बुद्धि खुस्केको के को अब भाइ त नेर भाउजूहरूको चाहिँ दादा फसा जाने भनिसकेको छैन म तर्साउनु पऱ्यो भने सिधा मैले दादा अघिल्लो पासमा मैले भन्दै छु होइन मलाई भनेको छु भाउजूलाई कहाँ होगा apa kau कति राम्रो हो मलाई थाहा थियो खैरे हो भनेर बेबी देखि जाइरहले म चिन्छु बेतलौरी मलाई थाहा थियो त्यो चुसेर पनि खान्छु मामी तर नाम चाहिँ थाहा छैन बेतलौरी भनेर ऊ यस्तो बाँसको क्या त पटेका पड्काउँथ्यो नि हामी Jaira, you like it? यहाँ त मकै पनि फलेछ चप्पल सुकाइरहेको रहेछ यो फुलेर अन्त कति राम्रो हुन्छ नि त्यो त पत्तै राम्रो है ओ कति राम्रो बच्चा आमामा रायोको साग हेर्नु त उयो हाम्रो बा यस्तै फल्थ्यो है आपा तपाईँले रोपेको थियो त यो त यस्तो हो परसम्म थियो जाएर एक्लै नहिँड्नु बाइकहरू आउँछ ऊ हेर्नु अब जाएर जस्तै भाइटिरहेछ उपर पेन पनि उचालेर हिँडिरहेछ जाएर हेर्नु आमा कति राम्रो राम्रो रहेछ र अघि त हाम्रो दादाको कोठा यो चाहिँ किचन यो चाहिँ किचन हुन्छ यता आउनुहोस् म तपाईँलाई देखाउँदै आज मलाई रन्जुले टुर दिन्छ यो घरको बारेमा यहाँ चाहिँ बाथरुम अनि यहाँ दुईटा बेड दादाको यता नै आउनुहोस् यता नि कोठा दादा बेड त मजाले रहेछ त तीनटा जस्तो दादाको उयो कोठा मजाको रहेछ दामी छ दामी यो चाहिँ दादा र दादाको उयो अरे फ्युचरको भाउजू कहिलेको फ्युचरको लागि हो नि आमामा त्यो त निस्केको छैन होला यो त स्वेटर त कहिलेको त निस्केछ बुकारी दादाको साइकल रहेछ यहाँ यो सबै सुटकेसहरू त हामीले छोडिराखेको होला है भिडियो गर्दै आइगरे
के अरे ए भिडियो गर यो चाहिँ कसले दादाले राख्नु भएको यो नासाको ए गाडीमा पो हराएको रहेछ त उसको फोन त पथरी जान ब्याग यहाँ चाहिँ तिते पनि हुन थालेछ है चुवाको फुली खोइ खोइ हो फोकस हुँदैन त भएन घरमा को हुनुहुन्छ अब गएको हामी क्याम्पबाट इन्टरनेसनल डे केयर पनि रहेछ यता यो त के हो होला होला रहेछ यो के भयो हो मकै पोलेको खानुभयो आऊ है यता यहाँ रहेछ पहिला फोटोमा लग्यो भने त धेरै आउँछ नि त हामी यहाँ हाट खोलाको थुक्पा खान आएको छ मोमो आऊ हाट खोलाको फेमस थुक्पा खाना आएको अरे रेस्टरुम पसँग आएको त कि यहाँ पो पठायो हामीले त रेस्टरुम त यहाँदेखि माथि चढेर चाहिँ माथि चाहिँ होटल हो अनि यहाँ तल चाहिँ रेस्टरुमको बाटो हेर्नु होला बहिनीलाई टोइलेट गराइरहेछ जान्नु पऱ्यो बाहिर सुनेन ल हौ छुर्पी जस्तो लाग्यो त हौ नि थुक्पा त एकचोटि खाएको गरिदिनु पऱ्यो काठमाडौँ चाहिँ कहाँ बस्ने प्लान के प्लान गरेको छौ बौद्धको छेउमा दा अलिक नजिक बस्नु होला बौद्धको छेउमा काठमाडौँ बौद्ध छ नि त्यो टेम्पल बौद्धको छेउमा त्यहाँ बस्यो त फेरि ढिलो हुन्छ तिमीलाई एउटा कुरो मेन कुरो हुन्छ खासै चाहिँ यत्रै हो टिकटकमा जान्छ आज कस्तो रहेछ दामी दामी बनाउनै बिर्सेछु मोमो चाहिँ दामी रहेछ नि दमक हाट खोलाको मोमो मिठो छ थुक्पा पनि मिठो छ चाउमिन त आपाले सिनिक्क बनाउनु भयो सुप खाँदै हुनुहुन्छ दामी जाएर दामी दामी एउटा चाख्नु नि कस्तो जुसी छ मोमो चाख्नु नि आपा चाख्नु नि मोमो गुड हामी चाहिँ थुक्पा खाएर सुँगुरको बोसो खाएर घट्नुको लागि भए पनि 12 मिनट मात्र रहेछ हिँड्दाखेरि हाम्रो खाएकोदेखिको त्यो ठाउँ पुग्नु त्यही भएर हामी हिँड्दै हिँड्दै जाँदैछौँ अब खाएको त ठाउँमा पुऱ्याउनु पऱ्यो नि होइन डमकको सडकमा पनि हामी यसरी हिँड्दैछ ल मैले राखेँ आएर फिल सेफ
त्यो सारीहरू हुँदै आउँदैन हो त्यो सबै सेन्टर तिमीहरू कहाँ बस्यो आइज न चटपटे दामी पानीपुरी दामी 2 प्लेट